हेलो गाइज अनि गुड मर्निङ हजुरहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा है साथीहरू। आज चाहिँ म एक्लै छु घरमा। भन्नुपर्दाखेरि भर्खर 10 बजे है मैले घरको अलमोस्ट कामहरू खतम गरेँ र श्रीमानको आज ट्रेनिङ भएको हुनाले उहाँ बिहान जानुभयो। त्यसले मलाई खाना पकाउन अल्छी लाग्यो भनेर मेरो चिट डे नै भयो भने एक किसिमले बरु मैले घरको सबै कामहरू गरेँ, टन्नै कपडाहरू धुएँ होइन। अनि त्यसपछि म तपाईँलाई देखाउँछु ल। हिजोको प्लान्टलाई पनि मैले यहाँ ल्याएर राखेँ है रुमभित्र। बेला म पानी हाल्छु बिहान बिहान अनि बाहिर राखिदिन्छु अनि ठन्डा भएपछि अनि यहाँ ल्याएर राख्छु। अब चाहिँ मैले सबै अलमोस्ट घरको कामहरू सबै खतम गरेँ। अब चाहिँ म खाना बनाउनु गइरहेको छु। मलाई खाना चाहिँ खान मन थिएन, सोचेको थिएँ भातबाट मैले ल्याएको च्याउचाउहरू खान्छु। सक्नुहुन्छ मसँग चाहिँ च्याउचाउ हटपट छ है। अनि त्यसपछि वाई नन भेज भेज सबै भातबाट मैले लिएर आएको है साथीहरू। तर म दुई खाना सोचिरहेको थिएँ खान्छु भनेर, तर म यो खाँदिनँ, क्यान्सल गरेँ मैले। यो चाहिँ बरु यो भरे खाम्ला होइन नास्तामा होइन। मैले एउटा स्याउ खाएँ, बिहान उठ्न हेल्थको लागि चाहिँ स्याउ खानुपर्छ, त्यसैले गर्दा मैले एउटा स्याउ खाएँ होइन। अनि अब मैले यो क्यान्सल गरेँ। सोचेको मैले अब भाइ पकाउँछु ओर्छु अनि खान्छु भनेर सोचिरहेको थिएन, तर अब यो मैले क्यान्सल गरेँ, यो भरे खाउँला होइन। अनि मैले के गरेँ त, यहाँ 2टा आलु उमालिरहेको छु है साथीहरू। 2टा आलु उमालेको छु। अनि यहाँ चाहिँ मैले यो मेरो आफ्नै घरको चामल हो, बुझ्नुभयो, चामल हो। अनि यो मेरो सासू आमाले खुदी निकालेर राखिदिनु भएको थियो। यसको चाहिँ म चाम्रे बनाएर खान्छु। हजुर अहिले कसकोले खानुभएको छ चाम्रे? यो अघि ढराउनु पर्ने थियो क्या, मलाई आइडियै भएन। एकछिनपछि सोचेको चाम्रे बनाएर खान्छु। त च्याउचाउ यस्तो जङ्क फुडहरू खानुभन्दा त च्याउचाउ नै बनाएर खान्छु भनेर मैले सोचेँ। अनि यसलाई मैले हल्का मनतातो पानीमा राखिदिएको छु। भिज्नुपर्छ, यसलाई ढराउनुपर्छ नि, जति ढरिन्छ नि त्यति राम्रो हुन्छ क्या। यसलाई ढरिदिनुको लागि मैले एकछिन पानीमा राखिदिएको छु, मनतातो पानीमा। त्यति आलु पाक्दै गर्छ होइन। आलु पाकिन्जेलसम्म यो ढरिन्छ। ढरेपछि त यो पाक्न 1 सेकेन्ड पनि लाग्दैन। तपाईँलाई म देखाउनेछु ल। म आज चाम्रे भात र आलु फ्राई खानेछु मर्निङमा। र मेरो खट्टीमिठी त छँदैछ। सो खट्टीमिठी मेरो यो हो। खट्टीमिठी मैले खाएर खतम गरिसकेको छु। आँप त हेरिहाल्नुभयो। अब पाकेको आँप सस्तो छ, बरु यो काँचो आँप चाहिँ महँगो थियो साथीहरू। अब नेक्स्ट अर्को वर्ष बनाएर खाउँला। भेटायो भने सस्तोमा फेरि आँप पायो भने 100 रुपियाँ मडाई किलो पायो भने लिएर आउँला। 2 किलो जति 200 रुपियाँको जति भनेको है साथीहरू। ल म तपाईँलाई मेरो सिम्पल खाना, यानि कि हामीले बच्चादेखि नै खाएर आएको खाना खाद्य बनाएर देखाउँछु ल। ओके, र खाएर पनि देखाउँछु। मेरो आलु रेडी भइसकेको छ साथीहरू होइन। यो चाहिँ प्योर घिउ है। यसमा चाहिँ गाई र भैँसीको दुइटै छ, मिक्स छ, तर एकदम राम्रो छ है साथीहरू। बास्ना पनि एकदम राम्रो आउँछ। यो चाहिँ गोल्छा डेरी देख्नुहुन्छ होला। यो मैले चाहिँ विराटनगरमा किनेको थिएँ होइन। घिउको डब्बा थियो, घिउको डब्बा हो, सरी घिउको डब्बा होइन। विराटनगरमा किनेर लिएर आएको थिएँ। अनि त्यो खतम भयो। अनि मैले यहीँ जनकपुरमा चाहिँ यहीँ लोकल के भन्छ नि यो मिठाई पसलबाट चाहिँ मैले मगाएको थिएँ। सुरुमा मगाएको एउटा कस्तो नराम्रो पऱ्यो साथीहरू मलाई। यो हेर्नु न, मैले मिठाई पसलबाट लिएको थिएँ है, राम्रो छ भनेर दियो। यस्तो महँगो पनि पर्यो हेर्नु त। यस्तो नराम्रो गाई र उयसको घिउ भनेर दियो, राम्रो हुन्छ, पूजापाठ खाना चाहिँ पनि हुन्छ भन्नुभयो, तर यस्तो नराम्रो घिउ पर्यो साथीहरू। यो अहिलेसम्म जस्तोको त्यस्तै छ। अनि यो चाहिँ मैले भयो यो 1 महिना जति भयो लिएको है। यो मैले डब्बामा हालेको, तर घिउ एकदम राम्रो छ साथीहरू। यो घिउ हेर्नु न कस्तो छ, बा सुँग्दै म त झन्डै बेहोस भएको थिएँ। अनि यहाँको आन्टीहरूले पनि भन्नुभयो कि यो राम्रो खालको घिउ होइन, तिमीलाई नक्कली पर्यो भन्नुभयो होइन। यो घिउ हेर्नु कस्तो छ, सेतै छ हेर्नु कस्तो टाइपको छ न। अब यो घिउ हेर्नु पहेँलो छ है, पहेँलो डब्बामा भएर पहेँलो भन्नु नभन्नु होला, यो पहेँलो नै छ, कस्तो मजाको छ होइन। बास्ना पनि एकदम मिठो आउँछ। अब यही घिउमा म यो बनाउँछु अनि त्यो बनाउँछु है साथीहरू, हजुरलाई देखाउँछु ल। यहाँ चाहिँ मेरो घिउ जस तातिँदैछ। अनि मैले यहाँ लिएको छु 2टा खुर्सानी सुकेको अनि 5 फरम है साथीहरू।
म चाहिँ यो पहिला खुब खान्थेँ, मेरो माइतीमा खुब खान्थेँ। अनि यसको लागि त टमाटरको फ्याक्लिनको अचारसँग झन् यो यस्तो दामी हुन्छ नि साथीहरू, नभन्नुहोस्। एकदम मिठो रेसिपी क्या यो चाहिँ। अनि यो अब घिउ हेर्नु न कस्तो क्या मिठो बास्ना आएको छ यार। मैले फाइनली तड्का लगाइसकेको छु। अब घिउ हाल्न बाँकी छ ल, अलिकति मेथी कालो होस्। अनि यहाँ साथीहरू स्वाद अनुसार नुन लिनुपर्छ अनि बेसार लिनुपर्छ है। तपाईँहरू सोच्नु होला बा कति धेरै खाना खानुहुन्छ तपाईँ भनेर, मतलब जस्ट उल्टो होइन। त्यहाँदेखि साथीहरू मैले घिउ पनि थोरै हालेँ। मेरो चामल त धेरै हुन्छ फुलेर अहिले होइन। म छु 55 किलो। मैले मेरो वेट घटाउनु पर्छ, 55 किलो धेरै हो। धेरैमा ठिक्क वेट भनेको 50 सम्म राम्रो हुन्छ। त्यसैले म अहिले डाइटिङमा पनि छु साथीहरू। बिहान मैले एउटा रोटी खाएको थिएँ नि, सरी मैले बिहान एउटा रोटी, मैले राति एउटा रोटी खाएको थिएँ भने तरकारी खाएको थिएँ होइन। र अहिले बिहान मैले एउटा सेप खाएको छु र यो यति मेरो लागि धेरै हुन्छ। अब साथीहरू फाइनली मेरो खाना रेडी भइसकेको छ। हेर्नु त चामल हो, मोटाउँछु त्यसैले गर्दा थोरै लिएको छु। यो घिउबाट बनेको चाम्रे हो, माथि पापड छ हेर्न सक्नुहुन्छ हजुरले। अनि त्यसपछि यहाँ छ खट्टी मिठी, यो हो खट्टी मिठी, यो निबु, यो काँक्रा है। अनि यो आलु, यो पनि मैले घिउमै भुटेको है साथीहरू। म श्रीमान नहकल म चाहिँ चिट डे गर्छु होइन। मलाई चाहिँ एकदम मिठो मिठो खानेकुराहरू बनाउन आउँछ कि। तर के भने मेरो श्रीमान एक्सर्साइज गर्नुहुन्छ, उहाँले धेरै ओइल खानुहुन्न, घिउ खानुहुन्न, बरु यो खानुहुन्छ होइन। त्यसपछि यो बोइल गरेर खानुहुन्छ। यो त घिउमा बनाएको चिजहरू केही खानुहुन्न। त्यसैले गर्दा उहाँ होइन, उहाँको ट्रेनिङ भएको बेलामा चाहिँ मेरो चिट डे हुन्छ। म विभिन्न तरिकाको खानेकुराहरू बनाएर खान्छु। तपाईँहरूले हेर्नुहुन्छ होला मेरो युट्युब च्यानलमा होइन। हेर्नु भएको छैन भने गएर हेर्नुहोस्। यो चाहिँ पापड, यस्तो पनि उहाँ खानुहुन्न, खाए पनि एक्का दुक्का खानुहुन्छ, म चाहिँ खान्छु। ल हेर्नु थोरै थोरैमा तपाईँले भन्नु होला कति थोरै खाना बनाएको थियो नि त। यति छ यहाँ माथि पापड। अब यो है साथीहरू। ल अब म खान्छु। ल आजको ब्लग मेरो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस्। हेर्नु यहाँ मेरो एक जग पानी चाहिँ हेल्थको लागि एकदम राम्रो खानुपर्छ है साथीहरू। मजाले यो जगभरि पानी म खान्छु होइन। यस्तो मोबाइल चलाउँदै काम गर्दै पानी एक जगभरि खान्छु र भरेसम्म खान्छु। यो पुरा खाएर फेरि म भरे पनि खान्छु। र यो चाहिँ मेरो मिनी फ्यान हो, यो मैले भाटबटमा लिएको साथीहरू। आजको मौसम एकदम ठन्डा कुले छ। यो मेरो मिनी फ्यानले मलाई हावा दिइरहेछ मजाले। यो भइ पुगिहाल्छ यति नै। र मेरो गिलास यहाँ छ, म खान्छु ल साथीहरू। ठिक्क 11 बजेको छ है साथीहरू। बाई।